कस्तो उकालो हुन्छ जोत्नमा। फेरि पनि चलाएछ, ट्राई गरेछ ट्र्याक्टरले। गाउँमा यो ट्र्याक्टर आएर धेरैजनाको सुविधा भयो, गोरुलाई आराम पायो, अनि धेरै खास भनेको महिलाहरूलाई पनि आराम पायो। नि त यस्तो गर्मीमा माटो फोड्न पर्थ्यो गोरुले जोतेर। आजभोलि त मसिनले ही काम गर्दैछ, सबै जग्गा मसिनको काम चालु छ। कहिले पनि माथिको पट्टिकोले खन्दैन, तलको पट्टिले खन्ने हो। उकालोमा सम्ममा त दुईटै साइडबाट खनिन्छ। उकालोमा फेरि एकपट्टिकै खान्छ। आफूले बुझेर सम्हालेर चलाउन पर्छ। मिनिमम एक हात जति खनेर जान्छ।